हेलो नमस्ते डियर स्टुडेन्ट वेलकम टु द लाइभ बौद्धिकाको लाइभ सेसनमा सबैलाई स्वागत छ। तपाईहरुलाई थाहा छ आज हामी किन लाइभ आको हो? हामीले फेसबुकमा लाइभ किन आको हो? स्पेशली आज हामीले फेसबुकमा तपाईहरुको लागि लाइभ आको हो। तपाईहरु स्पेशली हाम्रो क्लास 10 एसी को लागि हामीले लाइभ आको छौं। अब के हुन्छ कि तपाईहरुको यो जुन लिमिटेड टाइम छ, लिमिटेड टाइममा हामीले कसरी अब तपाईको एसी को जम्मा 20 देखि 25 दिन टाइम बाँकी छ। अब यो 20 दिन देखि जुन 25 दिन टाइम बाँकी छ यसमा हामीले कसरी राम्रो भन्दा राम्रो गर्न सक्छौं, स्ट्र्याटेजी कसरी बनाउन सकिन्छ, हामीले एक्जाममा कसरी राम्रो भन्दा राम्रो A+ लाउन सक्छौं या कसैको पनि एक्जाम अझै के हुन्छ कसैको पनि एक्जाममा कसरी अब कति स्टुडेन्टले त के हुन्छ टेन्सन लिएर बसेको होला जे हामीले एक्जाममा कसरी प्रिपरेसन गर्ने, कति भी स्टुडेन्टले होला सर मेरो त ढुक्क छ मैले त राम्रो गर्न सक्छु। अब यही सब कुराको बारेमा आज हामीले तपाईको बौद्धिकाको टिमले पुरा हामीले तपाईको लागि लाइभ आएको छौं। यहाँ तपाईहरुको हामीले प्रब्लम पनि डिस्कसन गर्ने हो, त्यसको के स्ट्र्याटेजी कसरी हुन्छ, हामीले कसरी बेटर भन्दा बेटर गर्न सक्छौं यो 15-20 दिनमा हामीले यसको बारेमा डिस्कसन गर्नेवाला छौं। ठीक छ। अब तपाईहरुले केही मनमा केही यस्तो जिज्ञासा छ भने तपाईहरुले कमेन्ट पनि गर्नु, म तपाईको कमेन्ट पढ्दै छु है। सर अलिकति मोबाइल कमेन्ट पढ्नको लागि केही छैन केही हैन यसमा ल नमस्ते सबैलाई। ठीक छ। अब सुन्ने हाम्रो यो 20 दिन देखि जुन 25 दिन टाइम छ यो मोस्ट प्रोडक्टिभ यसले टाइम बनाउनु छ, किनभने यो तपाईको गोल्डन पिरियड छ। किन गोल्डन पिरियड छ भन्दाखेरि तपाईले बुझ्नु पर्छ। किन बुझ्नु पर्छ? अब हाम्रो एसी को जुन एक्जाम आउँदै छ यसमा हामीले कसरी बेटर गर्न सक्छौं। अब बेटर गर्नको लागि हामीले के गर्नु पर्यो, यो जुन 20 दिन देखि 25 दिन छ यसमा हामीले बेटर गर्नु छ। कसरी बेटर गर्ने तब सुन्ने ध्यानले। तपाईहरुको के हुन्छ कि अब क्लासेसहरु पनि अलमोस्ट अब बन्द हुन्छ। इफ चलि पनि रहेछ भने हप्ता दिनपछि तपाईहरुको क्लासेसहरु पनि बन्द हुन्छ, बिदा हुन्छ। त्यसपछि तपाईको पूरा टाइम तपाईले घरमा बस्नुहुन्छ, आफैले पढ्नुहुन्छ। बौद्धिकाले यो तपाईको जुन 20 दिन देखि 25 दिन छ यसले हामीले मोस्ट प्रोडक्टिभ टाइम बनाउनु छ। अब यो कसरी हामीले बनाउन सक्छौं त तपाईहरुसँग के हुन्छ, हामीले बौद्धिकाले के गर्छ, एउटा त हामीले एउटा तपाईहरुको लागि स्ट्र्याटेजी बनाउँदै छौं। तपाईहरुको के सब्जेक्टमा के प्रब्लम छ सब्जेक्ट वाइज एक्सपर्ट टिचरले तपाईहरुलाई गाइडेन्स गर्छ। कुन सब्जेक्टमा कति मार्क तपाईले A+ लाउन सक्नुहुन्छ, इफ कति स्टुडेन्टले के हुन्छ वीक छ त वीक स्टुडेन्टले कसरी एटलिस्ट पास गर्न सक्छ, त्यो सब कुराले हामीले आजको यो लाइभ सेसनमा हामीले डिस्कसन गर्नेवाला छौं। ठीक छ। अब के हुन्छ तपाईहरुले केही पनि मनमा डाउट होला त्यसको बारेमा हामीले डिस्कसन गर्नेवाला छौं। तपाईहरुको माइन्डमा होला जे सर आज हामीले लाइभ किन आएको छौं, बौद्धिकाले लाइभ किन आयो त बौद्धिकाले लाइभ आउनुको कारण हो एसी स्टुडेन्ट तपाईहरुको क्यारियरलाई हामीले फोकस गर्नु छ। तपाईहरुको जे प्रब्लम छ हामीले त्यो प्रब्लमलाई के गर्ने अपर्च्युनिटीमा कन्भर्ट गर्ने, कसरी यो 20 दिन छ 25 दिन छ 20 दिन देखि 25 दिनलाई हामीले मोस्ट प्रोडक्टिभ बनाएर हामीले कसरी अगाडि बढ्न सक्छौं त्यसको रिलेटेड आज हामी कुरा गर्नेवाला छौं। ठीक छ। आज हामीले एउटा एसी एक्जाम बुस्टर एउटा कोर्स लाएको छौं, त्यसको बारेमा तपाईहरुले बताउनेवाला छौं। अब यो एसी बुस्टर प्रोग्राम के हो त्यसको बारेमा हामीले डिस्कसन गर्ने हो। सबभन्दा पहिला अब हामीले यसमा सुन्ने अब ल आज हामीले ल सबभन्दा पहिला त एसी स्टुडेन्ट वेलकम, सबलाई हर्टली वेलकम छ है। अब आज हामीले लाइभ कुरामा के कुराको बारेमा डिस्कसन गर्नेवाला छौं यसको बारेमा हामीले कुरा गर्छौं। सबभन्दा पहिला के हुन्छ एसी प्रिपरेसन टिप्स। हामीले के हुन्छ कि एसी प्रिपरेसन टिप्स को बारेमा हामीले कुरा गर्छौं विथ एक्सपर्ट टिचर। सब्जेक्ट टिचर जुन एक्सपर्ट हुनुहुन्छ उहाँहरुले आएर आफ्नो एक्सपिरियन्स बताउनुहुन्छ, कसरी हामीले बेटर गर्न सक्छौं त्यसको बारेमा पनि कुरा गर्छौं। त्यसपछि के हुन्छ स्टुडेन्ट सक्सेस स्टोरीज। के हुन्छ हामीले बौद्धिकामा लास्ट 2 मन्थ देखि बच्चाहरु पढिरहेछ, तिनीहरुले यहाँबाट पढेर तिनीहरुको लाइफमा के कसो चेन्जेस आएछ हामीले त्यसको बारेमा पनि डिस्कसन गर्नेवाला छौं। बच्चाहरुले नै त्यो उहाँहरुको सक्सेस स्टोरी छ उहाँहरुको स्टोरी हामीले प्ले गर्छौं। तपाईहरुले त्यहाँबाट पनि हेरेर तपाईले रिलेट गर्न सक्नुहुन्छ। इफ उहाँहरुले 2 मन्थमा उहाँहरुको लाइफमा चेन्जेस आउन सकेछ भने तपाईहरुको लाइफमा पनि आउन सक्छ। कसरी लाइफमा चेन्ज तपाईको हामी लाउन सक्छौं, तपाईको पर्सनल लाइफ देखि लिएर तपाईको एजुकेसन फिल्डमा तपाईले कसरी बेटर गर्न सक्नुहुन्छ त्यसमा स्टुडेन्टको सक्सेस स्टोरीबाट तपाईले पनि रिलेट गर्नुहुन्छ, त्यसमा पनि हामी फोकस गर्छौं। तपाईले त्यसको स्टोरी हेरेर क्लियर हुन्छ। एसी स्पेशल एसी एक्जाम बोर्ड बुस्टर प्रोग्राम हामीले के ल्याएको छौं एसी एक्जाम बुस्टर प्रोग्राम लिएर आएको छौं। यसमा हामीले के हुन्छ यो प्रोग्रामको भित्र यो कोर्सको भित्र के कुरा हुन्छ हामीले त्यसको बारेमा डिस्कसन गर्छौं है।
ल आजको अहिले सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा अब तपाईले ध्यानले सुन्नु पर्यो। एसई को मोस्ट र एउटा बिटर ट्रुथ सुन्नु। स्याडेस्ट रियालिटी के हुन्छ, लास्ट इयर तपाईलाई थाहा छ एसई मा कति जना स्टुडेन्टले पार्टिसिपेट गरे थियो, कति जनाले एसई एक्जाम दिए थियो लास्ट इयर हाम्रो दिए थियो 5,22,000 स्टुडेन्टले के थियो एसई को एक्जाम दिए थियो। अनि तपाईलाई म बताउँछु एसई को एक्जाम दिए थियो 5,22,000 स्टुडेन्टले, त्यसमा कति जनाले पास गर्यो त तपाईले पास गरेछ जम्मा कति स्टुडेन्टले त तपाईको 61.8% ले 61 एभरेजमा मतलब राउन्ड अप गर्नुहुन्छ भने 62% स्टुडेन्ट पास भयो। 62% स्टुडेन्ट पास भयो भने कति स्टुडेन्ट फेल भयो, 38% स्टुडेन्ट के भयो फेल भयो। अब कुरा आउँछ अब जुन 38% स्टुडेन्ट फेल भयो, कसरी फेल भयो, पढ्ने त सबैले एउटै टिचरबाट पढेको होला, सबैजनाले त्यही गरे प्रिपरेसन गर्यो, तर फेल हुने स्टुडेन्टको किन यति मार्जिन बढी भयो, 38% स्टुडेन्ट कसरी फेल भयो। के हुन्छ कि एक्जाम भन्दा पहिला त सबैलाई लाग्छ हामीले बेटर गरिरहेछौँ, तपाईको साथीले नै अब तपाई र तपाईको साथी जस्ट इमेजिन गर्नु, तपाईको दुवैजना साथी पढ्दै हुनुहुन्छ, तपाईको साथीले A+ लायो, तपाईको एक्जाम बिग्रियो, कस्तो लाग्छ, धेरै खराब लाग्छ नि। त्यसैले हामीले यो बौद्धिकाले तपाईहरुको कसरी एक्जाममा हामीले राम्रो गर्न सक्छौं, स्टुडेन्टहरुले कसरी जो राम्रो स्टुडेन्ट छ त्यसले A+ कसरी लाउन सक्छ हामीले त्यसमा फोकस गर्छौं, जुन नर्मल स्टुडेन्ट छ त्यसले एटलिस्ट पास कसरी गर्न सक्छ त्यसमा पनि हामीले फोकस गर्छौं, जो बिलो एभरेज छ त्यसले पास हुनु पर्यो, अनि जो बिलो एभरेज स्टुडेन्ट छ त्यो के हुनु पर्यो, पास हुनु पर्यो, अनि जो ठीकठाक स्टुडेन्ट छ त्यसले अझै कसरी बेटर गर्न सक्छ, त्यो सब कुरा हामीले यो लाइभ सेसनमा हामीले डिस्कस गर्ने बेला छौं। 38% स्टुडेन्ट फेल भएछ, त्यसले हामी कसरी हामी चाहन्छौं बौद्धिकाको टिम त्यो 38% मा तपाईहरु नपर्नुहोस्, तपाईहरु जो क्लास लिनु भइरहेछ या तपाईको जति रिलेटिभ्सहरु छ साथीहरु छ तपाईहरुले त्यसको भित्र नपर्नुहोस्, तपाईले यो एसई बुस्टर प्रोग्राम एकचोटी हेर्नु। अब एउटा कुरा सबभन्दा पहिला हार्डेस्ट रियालिटी के छ, धेरै विद्यार्थीहरुको अवस्था के छ, सिलेबस कम्प्लिट छैन, क्लासेसहरुमा के हुन्छ सिलेबस कम्प्लिट हुँदैन। किन कम्प्लिट हुँदैन त तपाईहरु हेर्नुहुन्छ भने आफ्नो देशकोमा के हुन्छ, धेरै स्टुडेन्टको के हुन्छ, अब एउटा त हाम्रो मेन फोकस के छ कि होलिडे नै धेरै हुन्छ, होलिडे धेरै हुन्छ, आन्दोलन धेरै कारणले के हुन्छ हाम्रो सिलेबस कम्प्लिट हुन सक्दैन। इम्पोर्टेन्ट च्याप्टर अब सोधेपछि स्टुडेन्टलाई इम्पोर्टेन्ट च्याप्टर कुन कुन हो त्यो थाहै छैन, नलेजै छैन कुन च्याप्टर इम्पोर्टेन्ट छ, कुन बढी इम्पोर्टेन्ट च्याप्टर हो, कुन लेस इम्पोर्टेन्ट च्याप्टर छ, हामीले त्यसको बारेमा थाहा नहुनु पनि एउटा मुख्य कारण छ। मेहनत धेरै छ तर स्ट्र्याटेजी कम छ, हामीले त मेहनत गर्ने बेलामा धेरै मेहनत गर्छौं तर कुन च्याप्टरलाई कति टाइम दिने, स्ट्र्याटेजी बनाएर पढ्ने त्यसको बारेमा नलेज जिरो छ, जिरो नलेज। स्ट्र्याटेजी बेलामा हाम्रो के हुन्छ, नलेज जिरो छ, जसले गर्दाखेरि के हुन्छ हाम्रो मेहनत गरेर पनि त्यो मेहनतको बराबर फल आउन सक्दैन। ठीक छ, एक्जाममा कसरी लेख्ने थाहा छैन, एक्जाममा कसरी लेख्नुपर्छ त्यसको बारेमा तपाईलाई थाहै छैन, के हुन्छ मात्र कपी भरेर मार्क पाउने होइन, एन्सर राइटिङ स्किल हुनु पर्यो। एन्सर कुन अब जस्तै तपाई अब आफै सोच्नु, भेरी सर्ट छ, भेरी सर्टमा कति लेख्नु पर्यो, सर्टमा कति लेख्नु पर्यो र लङमा कति लेख्नु पर्छ त्यसको त नलेज हुनु पर्यो नि। एन्सरलाई कसरी प्रेजेन्ट गर्नु पर्यो त्यसको बारेमा पनि नलेज हुनु पर्यो। इफ तपाईले त्यसको बारेमा नलेज छैन भने तपाईले के हुन्छ मार्क फुलमा फुल आउँदैन, त्यो पनि एउटा मेन रिजन हो तपाईले एक्जाम बिगाड्न सक्नुहुन्छ। ठीक छ, प्र्याक्टिसको कमी छ। अब के हुन्छ तपाईले त पढ्नु भयो, अहिले पनि के हुन्छ म्याक्सिमम स्टुडेन्टले के गरेछ मात्र पढिरहेछ, प्र्याक्टिस कहिले गर्ने, मात्र पढेर त हुँदैन नि, प्र्याक्टिस गर्नुपर्छ। प्र्याक्टिस तपाईले सुन्नुभएछ, प्र्याक्टिस मेक्स द म्यान पर्फेक्ट। तपाईले जति बढी प्र्याक्टिस गर्नुहुन्छ त्यति तपाईको लागि राम्रो हुन्छ। तपाई बरु कम पढ्नु, म भन्छु 100% सिलेबस कम्प्लिट नगर्नु, मेन जुन च्याप्टर छ टपिक छ त्यसलाई कम्प्लिट गर्नु र त्यसलाई राम्ररी बढीभन्दा बढी प्र्याक्टिस गर्नु, त्यो गरेपछि तपाईले बेटर गर्न सक्नुहुन्छ। त यो सब कारण छ जसले गर्दाखेरि के हुन्छ विद्यार्थीहरुले एक्जाम बिगाड्छन्। ल हाम्रो अब पावरफुल एसई प्रिपरेसन टिप्स के छ हामी त्यसको बारेमा डिस्कसन गर्छौं। टिप्स नम्बर 1, फोकस अन इम्पोर्टेन्ट च्याप्टर्स। सबभन्दा पहिला त हामीले के गर्नु पर्यो, इम्पोर्टेन्ट च्याप्टरमा फोकस गर्नु पर्यो। फोकस केमा गर्नु पर्यो, इम्पोर्टेन्ट च्याप्टरमा। ठीक छ, अब इम्पोर्टेन्ट च्याप्टरको पहिचान कसरी गर्ने त त्यसको काम कसले बताउँछ त हाम्रो सब्जेक्ट वाइज एक्सपर्ट टिचरले बताउनुहुन्छ, कुन च्याप्टर कति मार्कको लागि इम्पोर्टेन्ट छ अनि के हुन्छ कस्तो कस्तो क्वेशन आउन सक्छ त्यो हाम्रो टिचरले नै बताउनुहुन्छ, तपाईले त्यो टेन्सन लिनु पर्दैन। त्यसपछि के हुन्छ फ्रिक्वेन्ट आस्क्ड क्वेशन, टपिक प्रायोरिटाइज गर्नु। अब कुन क्वेशन हाम्रो रिपिटेटिभली, अब के हुन्छ तपाईले अगर पढ्नु भइरहेछ त तपाईले 10 सेट हेर्नुहुन्छ या मोडल सेट हेर्नुहुन्छ त तपाईलाई थाहा लाग्छ यो क्वेशन धेरै रिपिटेड
धेरै रिपिट भएर सोध्दैछ त त्यो क्वेसनलाई हामी प्रायोरिटाइज गर्छौं, त्यसले बढी फोकस गर्ने। जुन क्वेसन बढी रिपिट भइरहेछ त्यसलाई हामीले फोकस गरेर पढ्ने। हामीले त्यसको पनि कलेक्सन गर्छौं। हाम्रो टिमैले के हुन्छ, सब्जेक्ट टिचरले त्यो कलेक्सन गरेर तपाईलाई नै बताउँछ यो क्वेसन आउँदैछ, यो क्वेसन आउने सम्भावना छ, त्यसमा हामीले फोकसले गरेर गर्ने। ठीक छ। त्यसपछि के छ, हाई वेटेड टपिकलाई राम्रोसँग प्रिपेयर गर्ने। के हुन्छ, हाम्रो च्याप्टर त अब हरेक बुकमा च्याप्टर सबै हुन्छ, तर कुन च्याप्टर बढी इम्पोर्टेन्ट छ, कुन च्याप्टरबाट बढी मार्क हुन्छ, तपाईले त्यसको पनि विशेष नलेज हुनुपर्छ। इफ छैन भने केही छैन, हाम्रो टिचरले बताउनुहुन्छ, त्यो च्याप्टरलाई हामीले के गर्छौं, राम्ररी प्रिपरेसन गराउँछौं। ठीक छ। यो हाम्रो के छ, फोकस नम्बर 1। पोइन्ट नम्बर 1 मा हाम्रो यो टिप नम्बर 1 धेरै इम्पोर्टेन्ट छ। तपाईले यो कपी पेनमा पनि नोट गर्न सक्नुहुन्छ। इफ तपाईसँग कपी पेन लिएर बस्नु भएछ भने नोट गर्नु या स्क्रिनशट पनि लिदा हुन्छ। ठीक छ। यो तपाईहरुको लागि बेस्ट हो। तपाईहरुले यो सब कुरामा फोकस गर्नुपर्छ। पोइन्ट नम्बर 2, प्र्याक्टिस मोडेल क्वेशन। अब हामीले के गर्नुपर्छ, मोडेल क्वेशन तपाईले कतिको प्र्याक्टिस गर्नुभयो, मोडेल क्वेशन जुन हुन्छ तपाईले कतिको प्र्याक्टिस गर्नु पर्यो। इफ गर्नु भए छैन भने यो राइट टाइम हो हामीले मोडेल क्वेशन प्र्याक्टिस गर्ने। जति बढी भन्दा बढी हुन्छ हामीले मोडेल क्वेशन प्र्याक्टिस गर्नु पर्यो अनि टाइम हेरेर गर्नु पर्यो। एउटा तपाईले मोडेल सेट्स प्र्याक्टिस गर्नुभयो, क्वेशन सल्भ गर्नुभयो, कति टाइम लाग्यो, 3 घण्टा लाग्यो या त्यो भन्दा बढी। इफ 3 घण्टा या त्यो भन्दा कम लाग्दैछ भने ओके छ, तर 3 घण्टा भन्दा 3 घण्टा 1 मिनेट पनि लागिरहेछ भने त्यो भएन, प्र्याक्टिसको कमी भयो। त्यसलाई के गर्नु पर्यो, अझै प्र्याक्टिस गर्नु पर्यो। अझै त के भन्छु, प्रिभियस इयरको क्वेशन जुन आएछ त्यसलाई पनि सल्भ गर्नु। ठीक छ। प्रिभियस इयरको क्वेशन सल्भ गर्नु अनि 1 मार्कको लागि तपाईले थाहा छ कति मिनेट टाइम दिनुपर्छ। 1 मार्कको लागि हामीले कति टाइम एलोकेट गर्नु पर्यो, 2.4 मिनट एलोकेट गर्नु पर्यो। ठीक छ। अब टिप्स नम्बर हाम्रो 3, लर्न हाउ टु राइट एन्सर। यो त मेरो लागि के हुन्छ, म तपाईहरुको लागि भन्छु सबभन्दा मेन र इम्पोर्टेन्ट कुरा रहेछ। हाउ टु राइट द एन्सर। के हुन्छ, स्टुडेन्टहरुले के हुन्छ, एन्सर लेख्नमा पनि के हुन्छ नि, एन्सरै लेख्न जान्दैन नि। मात्र पढेर तपाईले बुकबाट एज इट इज कपी गरेर त तपाईले फुलमा फुल मार्क त पाउनु हुँदैन। तपाईले बुकमा पढ्नु भयो तर सेम टु सेम त्यो लेखेपछि मार्क पाउँदैन। तपाईले एन्सर प्रेजेन्टेसन गर्न आउनु पर्यो। के हुन्छ, एन्सर स्ट्रक्चरै थाहा छैन, तपाईको के हुन्छ, इन्ट्रोडक्सन हुन्छ, बडी पार्ट हुन्छ, एक्सप्लेनेसन हुन्छ पोइन्टहरुको, तल त्यसको डायग्राम बनाउनु पर्छ, त्यसपछि तपाईको कन्क्लुजन लेख्नु पर्छ। तपाईले यो सब कुरा थाहा नभएपछि के हुन्छ, एन्सरको स्ट्रक्चर थाहा छैन भने तपाईले त फुलमा फुल मार्क पाउनु हुँदैन नि। तपाईले त पहिला के बुझ्नु पर्यो, 1 मार्कको छ भने कति लेख्ने, भेरी सर्ट छ त 1 मार्कमा कति लेख्नुपर्छ, सर्ट छ भने कति लेख्ने, लङ छ भने कति लेख्नुपर्छ। लङ छ भने त्यसमा के गर्नुपर्छ, डायग्राम कम्पल्सरी बनाउनु पर्छ, कन्क्लुजन लेख्नुपर्छ, माथिको इन्ट्रोडक्सन र एउटा राइटरको डेफिनेसन पोसिबल छ भने लेख्नुपर्छ। सर्ट मार्कको छ, 5 मार्कको क्वेशन छ या 4 मार्कको क्वेशन छ, त्यसमा के गर्ने, इन्ट्रोडक्सन लेख्नुपर्छ, पहिल्यै अलिअलि एक्सप्लेन गर्नु र लास्टमा कन्क्लुजन लेख्नु। यति तपाईले गर्नुहुन्छ भने फुलमा फुल मार्क पाउनुहुन्छ। एन्सर राइटिङ स्किल के हो, बढी भन्दा बढी मार्क लाउने। तपाईले A+ नाउलको लागि एन्सर राइटिङ स्किलमा त तपाईले फोकस गर्नै पर्छ। तपाईले मात्र पढेर हुँदैन, त्यसले पढेको कुरालाई कपीमा कसरी प्रेजेन्ट गर्ने त्यो मेन कुरा हुन्छ। त्यसमा तपाईले ध्यान दिनुपर्छ। ठीक छ। तपाईले 5 स्टारमा होटलमा जानुहुन्छ, एउटा सानो होटलमा जानुहुन्छ, दुवैमा फरक के हुन्छ, खाना त्यही हुन्छ, तर प्रेजेन्ट कसरी गर्ने त्यसले फरक पर्छ। त त्यही कुरा हामीले गर्नु छ। ठीक छ। ल एक्सप्लेनेसन। ल अब पोइन्ट नम्बर 4, क्लोज द डोर। पोइन्ट नम्बर 4 टिप्स छ, रिभिजन स्ट्र्याटेजी हुन्छ। सबभन्दा पहिला त के बुझ्नु पर्यो, तपाईले रिभिजन गर्नुपर्छ। रिभिजन स्ट्र्याटेजी मिन्स के हुन्छ, तपाईले टाइम टु टाइम रिभिजन गर्नुपर्छ। तपाईले पढ्नु भयो, म तपाईहरुसँग एउटा पर्सनल क्वेशन सोधे, तपाईलाई याद होला तपाईले कुनै च्याप्टर जब क्लासमा पढ्नु भएको बेला तपाईले धेरै इजी लागेको होला त्यो बेला, तर त्यही तपाईले 1 महिना या 2 महिना पछि तपाईले बनाउनु हुन्छ नि, त्यो बन्दैन। किन बन्दैन त, तपाईले रिभिजन गर्नुभएको छैन। कुनै पनि च्याप्टर मात्र पढेर हुँदैन, टाइम टु टाइम के गर्नुपर्छ, हामीले रिभिजन गर्नुपर्छ। त बौद्धिकाले हाम्रो तपाईहरुको लागि यही गराउँछ। च्याप्टर मात्र पढाएर भएन, त्यसले कसरी रिभिजन गर्नुपर्छ, कसरी त्यसको रिभिजन गरेर कसरी आफूले पनि इभ्यालुएसन गर्ने, त्यो सब कुरा बताउँछ। हामीले के गर्नुपर्छ, रिभिजन गराउँछौं। इम्पोर्टेन्ट टपिक्सलाई रिभाइज गराउने हो। जति इम्पोर्टेन्ट टपिक छ, एक्जाममा आउने पोसिबिलिटी छ, त्यसले हामी के गर्छौं, तपाईले रिभिजन गराउने हो। त्यसपछि नोटको रिभ्यू गर्ने हो। तपाईले जति नोट लेख्नु भएछ, नोट छ भने तपाईले एकचोटी त्यसले पनि रिभ्यू गर्नु। एकचोटी सरर पढ्नुहुन्छ, पुरा माइन्डमा आउँछ। तपाईलाई याद होला कुनै पनि टपिक पढ्नु भएछ, तपाईले एक्जामको टाइममा एकचोटी तपाईले 1-2 चोटी हेर्नुहुन्छ भने सरर दिमागमा तपाईको आउँछ। ठीक छ। डिफिकल्ट क्वेशनलाई प्र्याक्टिस गर्नुहोस्। अब तपाईले के हुन्छ, मोडल क्वेशन हेर्नुहुन्छ, तपाईले आफै क्वेशन हेर्दाखेरि कुनै क्वेशन हेर्दै बित्तिकै भन्दै धेरै इजी छ, कुनै क्वेशन भन्नुहुन्छ यो बन्न सक्छ, कुनै क्वेशनमा के हुन्छ अलिकति गाह्रो लाग्छ। त्यो डिफिकल्ट क्वेशन जुन लागिरहेछ त्यसले के गर्नु पर्यो, प्र्याक्टिस गर्नु पर्यो। प्र्याक्टिस गरेपछि के हुन्छ, तपाईको कन्फिडेन्ट बढ्छ।
रिभिजनले नै कन्फिडेन्स बढाउँछ। यो त कुरा 100% राइट छ। रिभिजनले नै हाम्रो 100% कन्फिडेन्स बढाउँछ। जति बढी तपाईँले रिभिजन गर्नुहुन्छ त्यति कन्फिडेन्स बढ्छ। म एउटा आफ्नो पर्सनल इक्जाम्पल लिन्छु। मैले जब 12 मा थिएँ नि त मैले म्याथलाई 5 चोटि प्र्याक्टिस गरेको थिएँ। अनि तपाईँले म भन्छु इक्जाममा मैले जाँदाखेरि 2 घण्टा 15 मिनटमा मैले 100 मार्कको क्वेसन मैले सल्भ गरिसकेको थिएँ। त्यसैले तपाईँले पनि बढीभन्दा बढी के गर्नु, रिभिजन गर्नु। रिभिजन गरेपछि के हुन्छ, तपाईँले राम्रो हुन्छ। ल अब नेक्स्ट पोइन्ट, टिप्स नम्बर 5। टिप्स नम्बर 5 मा के छ, टाइम म्यानेजमेन्ट। अब तपाईँले के गर्नुपर्छ, टाइम म्यानेजमेन्ट गर्नु पर्यो। अब टाइम म्यानेजमेन्ट कसरी गर्ने सर? अब तपाईँको इक्जाममा अहिलेको टाइम त केही छैन, तर इक्जामको जुन 3 घण्टा छ त्यही सबै कुरा छ। तपाईँले धेरै स्टुडेन्टसँग सुन्नुहुन्छ, सर इक्जाममा के हुन्छ नि 10 मिनट अझै हुन्छ नि त मैले पुरा क्वेसन सल्भ गर्न सक्छु। तपाईँहरूलाई आफै कुनै इक्जाम दिनुहुन्छ त भन्नुहुन्छ सर 5 मिनटको कारणले मेरो 5 मार्क 10 मार्क छुट्यो, मसँग 10 मिनट एक्स्ट्रा हुन्छ त मैले सबै क्वेसन सल्भ गर्थेँ। तर तपाईँले यो के को कमी हो, टाइम म्यानेजमेन्ट नगर्नुको कारणले तपाईँको 10 मिनट त्यो के भयो, वेस्ट भयो। कसरी? तपाईले प्र्याक्टिस राम्ररी गर्नुहुन्छ। चाहिँ इक्जाममा तपाईले के गर्नुहुन्छ, इक्जाममा पेपर पायो, तपाईले सुरुमा नाम जे छ पहिलादेखि लेखेर राख्नुहुन्छ। त्यो 3 घण्टा छ, त्योभन्दा पहिला तपाईले पेन्सिल छिलेर राख्नु। सबै जे इक्विपमेन्ट चाहियो, पेन्सिल, कटर, इरेजर, स्केल, जे चाहियो सबै पहिलादेखि रेडी हुन्छ भने तपाईले आउने बित्तिकै तपाईले एन्सर लेख्नुहुन्छ। इफ त्यो सब कुरा म्यानेज छैन भने तपाईले के हुन्छ, अब आउँछ त कुनै साथीसँग माग्नु भयो या केही पनि भयो भने तपाईको टाइम म्यानेजमेन्ट गर्नु पर्यो। 1 मार्कको लागि कति मिनट चाहियो, तपाईले 2.4 मिनट हो 1 मार्कको लागि। बीचमा तपाईको गार्ड पनि आएर कपी चेक गर्छ। त्यसले गर्दाखेरि तपाईले टाइम म्यानेजमेन्ट गर्नु पर्यो। अगाडि कपी, अगाडि तपाईले घडी पनि राख्नु पर्यो। घडी राखेर तपाईले टाइम हेर्नु पर्यो। ये मैले ग्रुप ए बनाउँदाखेरि यति मिनट टाइम लागेछ, ग्रुप बी मा मेरो यति टाइम लाग्छ, ग्रुप सी को लागि मेरो जम्मा यति टाइम बाँकी छ। त्यो टाइम घडी तपाईको अगाडि हुन्छ भने तपाईले के गर्न सक्नुहुन्छ, टाइमलाई फेर्नुहुन्छ र टाइम म्यानेजमेन्ट पनि हुन्छ। इजी क्वेशनले पहिला प्र्याक्टिस पहिला बनाउने। जस्तै म एउटा तपाईहरुलाई बताउँदै छु, स्टुडेन्टहरुको के हुन्छ नि कहिलेकाहीँ इगो आउँछ। जस्तै तपाईले कुनै च्याप्टर पढेर जानुभएछ तर त्यो क्वेशन अलिकति हार्ड आयो, अब तपाईले त्यो कुरालाई इगोमा लिनुहुन्छ। अब त्यो कुरा 5 मार्कको क्वेशन छ, तपाईले 1 घण्टा लगाएर त्यो क्वेशन सल्भ गर्नुहुन्छ। तर त्यो इगो आएर म यति पढेछु किन बनिरहेको छैन, यो गरेर के हुन्छ, तपाईले त्यसमा बढी टाइम दिएर के हुन्छ, अरु क्वेशनको टाइम किल। इफ कुनै क्वेशन बनिरहेको छैन ओके छ, पछि बनाउने। जुन पहिला आइरहेछ इजी क्वेशन पहिला सल्भ गर्नु, मार्क अनुसार सल्भ गर्ने। जब लास्टमा जुन बनिरहेको छैन त्यसले लास्टमा टाइम दिने हो। अब जुन बनिरहेको छैन सुरुमा गरेपछि के हुन्छ, गाह्रो हुन्छ। टाइम म्यानेजमेन्ट गर्नुपर्छ। टिप्स नम्बर 6, डोन्ट स्टडी र्यान्डमली। हामीले के गर्नुपर्छ, र्यान्डम वेमा स्टडी गर्नु भएन। आजको च्याप्टर भोलिको अर्को च्याप्टर, अब के हुन्छ, प्रपर प्लान बनाएर पढ्नु पर्यो। आज के पढ्नु छ, भोलि के पढ्नु छ, स्ट्र्याटेजी बनाउनु। पढेपछि हप्तामा एक दिन रिभिजनको लागि टाइम निकाल्नु, इक्जाम दिनु। जरुरी छैन तपाईले के गर्नु, आफै मोडेल सेट निकाल्नु, पेपर निकाल्नु, इक्जाम दिनु। 1 घण्टामा 3 घण्टामा तपाईले पूरा कति मार्कको क्वेशन सल्भ गर्नुभयो, गर्न सक्नु भएन, त्यसको लागि तपाईले पहिलादेखि गर्नुपर्छ। यो सब कुरा तपाईले पहिलादेखि, अब र्यान्डमली स्टडी गरेर हुँदैन। तपाईले लिमिटेड कुरा पढ्नु तर बेस्ट पढ्नु, लिमिटेड पढ्नु छ तर बेस्ट पढ्नु छ। यसरी गरेपछि तपाईले बेस्ट गर्न सक्नुहुन्छ। हामीले जरुरी छैन 100 मार्कको प्रिपेयर गर्ने, तपाईले 80 मार्कको प्रिपेयर गर्नु, तर 80 मार्कको यस्तो प्रिपेयर गर्नु कि 80 मा 80 लाउन सक्नुहोस्। यस्तो प्रिपेयर गर्नुपर्छ। त्यसलाई पढेर राम्ररी प्र्याक्टिस गर्नुपर्छ। ठीक छ, यसरी गर्नुपर्छ। तपाईले आज यो पढ्नु भयो, भोलि अर्को पढ्नु भयो, रिभिजन गर्नु, त्यसले कन्फ्युजन गर्छ। ठीक छ, स्ट्रक्चर स्टडी इक्वल टु के हुन्छ, बेटर रिजल्ट। हामीले जति स्ट्रक्चर स्टडी गर्छौं हाम्रो बेटर रिजल्ट आउँछ। ठीक छ, ल यो हाम्रो अब यसपछि तपाईहरु के हुन्छ, हाम्रो स्ट्रक्चर स्टडी गरिसकेपछि अब हाम्रो के हुन्छ, हामीले वेलकम गर्छौं। अब तपाईहरुको लागि मैले भने थिए, हामीले बौद्धिकाको स्टुडेन्टहरु जुन हामीले यहाँबाट पहिलादेखि नै पढेछन्, पहिलादेखि पढिसकेछन्, उहाँहरुको पर्सनल एक्सपिरियन्स छ। अब उहाँहरुको पर्सनल एक्सपिरियन्स तपाईहरुले एकचोटी हेर्नु, त्यसपछि हामी अगाडि बढ्छौं। ठीक छ, हेलो नमस्ते, एकचोटी तपाईहरुले क्लास 2 मा पढ्छु। लगभग 1 महिनादेखि म बौद्धिकामा पढिरहेकी छु। बौद्धिका जोइन गर्नुभन्दा अगाडि मलाई एकाउन्ट, इङ्ग्लिश र सोशल जस्ता सब्जेक्टमा धेरै प्रब्लम थियो, तर अहिले त्यस्तो केही छैन। बौद्धिकाले मेरो सबै प्रब्लम सल्भ गर्यो। यो प्लेटफर्म मलाई धेरै राम्रो लाग्यो किनभने यसमा लाइभ क्लास, रेकर्डेड भिडियो र मैले आफ्नो नोट्सहरु पनि सजिलै प्राप्त गर्न सके। अहिले मेरो कन्फिडेन्स बढेको छ र आउने एक्जामको पनि प्रिपरेसन भइसकेको छ। पक्कै म एक्जाममा राम्रोभन्दा राम्रो मार्क्स ल्याउने छु। त्यसैले म सबै स्टुडेन्टले यही भन्न चाहन्छु कि बौद्धिकामा जोइन हुनु, किनभने बौद्धिका बेस्ट चोइस हो। थ्यांक यू।
हो म कक्षाको स्टुडेन्ट हो भौतिकले अहिले निशुल्क कक्षाहरू सञ्चालन गरिरहेको छ जुन कक्षाहरू हामी विद्यार्थीहरूको लागि एकदमै महत्त्वपूर्ण रहेको छ म भौतिकसँग 2 महिनादेखि पढ्दै आएको छु भौतिक जोइन गर्नु अघि मलाई इङ्ग्लिस बुझ्न एकदमै गाह्रो हुन्थ्यो मान्छेहरू पनि बुझ्नलाई एकदमै गाह्रो समस्या धेरै नै थियो र त्यसपछि मैले भौतिक जोइन गर्ने निर्णय गरेँ त्यो प्लेटफर्म पनि मलाई एकदमै राम्रो लाग्यो किनभने त्यहाँ पढाइने तरिका निकै सरल र बुझ्न सजिलो छ भौतिकमा लाइभ क्लास रेकर्डिङ क्लास र नोटिसले मेरो कन्सेप्ट एकदमै स्पष्ट बनायो शिक्षकहरू पनि धेरै नै फ्रेन्डली हुनुहुन्छ र नियमित परीक्षा र अभ्यासले पनि तयारी राम्रो भएको छ अहिले मेरो आत्मविश्वास पनि बढेको छ परीक्षाको तयारी पनि पहिले भन्दा अहिले झन् राम्रो भएको छ म भौतिकलाई सबै स्टुडेन्ट एससी +2 विद्यार्थीहरूलाई रिकमेन्ड गर्छु यदि तपाईँ पनि अर्बनमा हुनुहुन्छ भने भौतिक तपाईहरूको लागि उत्कृष्ट विकल्प हो सबैलाई नमस्ते मेरो नाम हो म कक्षाको स्टुडेन्ट हो सबैलाई भौतिकले अहिले निशुल्क कक्षाहरू सञ्चालन गरिरहेको छ जुन अब के हुन्छ कि यस्तै हाम्रो के हुन्छ स्टुडेन्टहरूको एक्सपिरियन्स हामीले सेयर गर्दैछौँ अब हाम्रो तेस्रो स्टुडेन्टको हामीले उहाँको पर्सनल लाइफमा के कस्तो हेल्प भएछ एकचोटि हेर्नु भौतिकलाई निःशुल्क कक्षा सञ्चालन गर्दै आइरहेको छ जुन चाहिँ हामी विद्यार्थीहरूको लागि एकदमै राम्रो अवसर हो म भौतिक क्लास लगभग 1 महिनादेखि गर्दै आएको छु भौतिक जोइन गर्नु अघि मलाई इङ्ग्लिस विषयमा धेरै समस्या थियो कन्सेप्ट बुझ्न धेरै गाह्रो थियो ट्युसन पनि महँगो थियो अस्पष्ट मार्गदर्शन पनि पाइरहेका थिएन तब मलाई एउटा साथीले भौतिक बारे बताए अनि मैले भौतिक जोइन गरेँ तब मलाई राम्रो लाग्यो किनभने यहाँ पढाइने तरिका निकै सरल र बुझ्ने खालको साथै इक्जाम ओरिएन्टेड क्लास भइरहेका छन् भौतिकमा लाइभ क्लास रेकर्डेड भिडियो नोट्सका साथै प्रत्येक हप्ता इक्जामले मेरो कन्सेप्ट धेरै स्पष्ट बनायो शिक्षकहरू पनि धेरै फ्रेन्डली हुनुहुन्छ र डाउट सोध्न सजिलो छ नियमित परीक्षा र अभ्यासले झन् तयारी राम्रो भएको छ मेरो मनमा पनि सुधार आएको छ म भौतिकलाई सबै एससी र +2 विद्यार्थीलाई रिकमेन्ड गर्छु यदि तपाईँ पनि अर्बनमा हुनुहुन्छ भने भौतिक नै तपाईँको लागि एकदम उत्कृष्ट विकल्प हो थ्याङ्क यू हाम्रो अर्को स्टुडेन्टको हेलो नमस्ते मेरो नाम मरिता यादव हो म क्लास 12 को स्टुडेन्ट हो म विगत 1 महिनादेखि भौतिकमा पढिरहेको छु भौतिक जोइन गर्नु अघि एक्जाम पास गर्न मलाई धेरै टेन्सन थियो त्यसपछि मैले भौतिक जोइन गरेँ यो प्लेटफर्म धेरै राम्रो छ किनभने एकैवटा मेरो पढाइमा धेरै इम्प्रुभमेन्ट आएको छ यहाँ क्लास 12 का स्टुडेन्ट्सका लागि अलमोस्ट अल सब्जेक्ट एभाइलेबल छ यहाँ वेल एक्सपिरियन्स टिचरहरूद्वारा पढाइ भइरहेका छन् यहाँ लाइभ क्लासेस प्लस रेकर्डेड भिडियो नोट्स एन्ड रेगुलर एक्जाम र इजी अन्डरस्ट्यान्डिङ छ म क्लास 12 का सबै विद्यार्थीहरूलाई बोर्ड एक्जाममा राम्रो नम्बर ल्याउन भौतिक रिकमेन्ड गर्छु यदि तपाईँ पनि कन्फ्युज हुनुहुन्छ भने भौतिक बेस्ट चोइस हो थ्याङ्क यू मोर प्र्याक्टिस मोर कन्फिडेन्टले मात्र हुँदैन हजुर कन्सेप्ट बुझ्नुपर्छ कन्सेप्ट बुझ्नका लागि बुझेपछि कन्फिडेन्ट आफै बढ्दै जान्छ नमस्ते मेरो नाम सोना छ म कक्षा 2 मा पढ्छु आज भोलिको लागि जति पढे पनि मात्र कोर्स कम्प्लिट भइरहेको छ प्र्याक्टिस हुन सकिरहेको छैन यस समस्याको समाधान हाम्रो भौतिकले लिएर आइसकेको छ जुन हामी विद्यार्थीहरूको लागि निकै ठुलो अवसर कम्तीमा 1 महिनादेखि म क्लास जोइन गर्दै आइरहेको छु क्लास जोइन गर्नुभन्दा अगाडि मेरो एकाउन्ट र इङ्ग्लिसमा धेरै प्रब्लम थियो तर क्लास जोइन गरेपछि समस्याहरू समाधान हुँदै गइरहेको छ किनभने यसमा लाइभ क्लासेस रेकर्डेड भिडियो र नोटले मेरो समस्याहरू समाधान हुँदै गइरहेको छ यहाँका शिक्षकहरू 15 वर्षदेखि 18 वर्षका एक्सपिरियन्स हुनुहुन्छ साथैमा फ्रेन्डली पनि हुनुहुन्छ यसमा भएका समस्याहरू सजिलैसँग सोध्न पनि सक्नुहुन्छ हजुरहरू पनि निश्चुक हुनुहुन्छ भने
तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस् र bodhika.com मा जोइन हुनुहोस्। थ्यांक यू। यो त हाम्रो स्टुडेन्टहरुको पर्सनल एक्सपिरियन्स थियो। उहाँहरुको बौद्धिकाले पर्सनल लाइफमा उहाँहरुको स्टडीमा कसरी हेल्प गरेछ त्यसको रिलेटेड भिडियो थियो। यस्तो भिडियो हजारौं छ, तर हामीले भिडियो हेराउँदाखेरि के हुन्छ कि टाइम पनि बढी कन्ज्युम हुन्छ, त्यसैले हामीले केही लिमिटेड भिडियो हेरायो। तर तपाईहरुलाई हामी चाहन्छौं कि तपाईहरुको पनि हेल्प गर्छ, बौद्धिकाले लाइफमा पनि यस्तो चेन्जेस ल्याओस् भनेर। अब हाम्रो नेक्स्ट छ एसी एक्जाम बुस्टर प्रोग्राम। एसी एक्जाम बुस्टर प्रोग्राम जुन छ हाम्रो, ल यो हाम्रो एसी बुस्टर प्रोग्राम स्पेशली के हुन्छ, एसी स्टुडेन्टको लागि हामीले टार्गेट गरेछौं। ठीक छ, तपाईहरुले एक्जाममा कसरी बेटर भन्दा बेटर गर्न सक्नुहुन्छ, हामीले स्टुडेन्टलाई टार्गेट गर्ने हो। स्टुडेन्टलाई के हुन्छ, जो बेटर गर्ने वाला छ ए प्लस कसरी लाउन सक्छ त्यसमा फोकस गर्छौं। जो पासै हुन सक्दैन हामीले कसरी पहिला पास गर्न सक्छौं त्यसमा गर्छौं। जो गुड छ त्यसलाई अझै बेटर कसरी गर्न सक्छौं, जो बेस्ट छ बेटर छ त्यसलाई बेस्ट कसरी गराउने, यो हाम्रो बेस्ट एक्जाम एसी एक्जाम बुस्टर प्रोग्रामकोले हामीले मोटिभ राखेछौं। यसमा कसरी हुन्छ कि एन्सर राइटिङ स्किल देखि लिएर कुन च्याप्टरबाट कति मार्क आउँछ, कस्तो कस्तो क्वेशन आउन सक्छ, यो सबै कुराको हामीले यो बुस्टर कोर्समा हामीले के गरेछौं राखेछौं। अब के हुन सक्छ त गोल के छ, स्मार्ट स्टडी। हामीले के हुन्छ यो 20 दिनदेखि यो 15 देखि 20 दिन 20 देखि 25 दिन जुन छ यसमा हामीले के गराउँछौं, स्मार्ट स्टडी गराउने वाला छौं। स्टुडेन्टहरुले के हुन्छ स्मार्ट स्टडी गर्नु पर्यो। अब 20 दिनदेखि 25 दिनमा हामीले कसरी बढी भन्दा बढी लाउन सक्छौं। अब त यो हार्ड वर्क भन्दा पनि के हुन्छ स्मार्ट वर्क गर्नु पर्यो। यो हाम्रो टिचरहरुले गराउनुहुन्छ, सब्जेक्टको टिचर वाइज उहाँहरुले बताउनुहुन्छ पर्सनली। अब सोशलमा कसरी राम्रो गर्न सकिन्छ, एकाउन्टमा कसरी गर्न सकिन्छ, म्याथमा कसरी गर्न सकिन्छ, सब्जेक्ट टिचरले नै बताउँछ स्मार्ट स्टडी कसरी गर्ने भनेर। क्लियर कन्सेप्ट हामीले फोकस केमा गर्छौं, क्लियर कन्सेप्ट। अगर तपाईले कन्सेप्टै क्लियर छ भने तपाईले एन्सर आफैले पनि लेख्न सक्नुहुन्छ। त हामीले के गर्छौं, तपाईको कन्सेप्टलाई एकदम क्लियर गराइदिन्छौं। ठीक छ, बेटर मार्क। जब हाम्रो बेटर मार्क लाउने, जब कन्सेप्टै क्लियर छ, कुन च्याप्टरबाट कस्तो क्वेशन आउँछ तपाईले त्यो क्लियर छ भने तपाईले त बेटर मार्क त आरामले लिएर आउन सक्नुहुन्छ। त यो हाम्रो एसी बुस्टर प्रोग्रामको मेन यही छ। हामीले यसमा मेन फोकस गरेर तपाईले ए प्लस कसरी लाउने, वीक भन्दा वीक स्टुडेन्टले पास कसरी गराउन सक्छौं, यो हामीले फोकस गरेछौं। कमेन्ट पनि हेर्नु तपाईहरुको ल एकछिन म कमेन्ट पनि हेर्छु। तपाईहरुको केही मनमा डाउट होला भनेर प्लिज, डेली लाइभ हुन्छ सर हाम्रो वेबसाइटबाट हुन्छ। हाम्रो बौद्धिकाको वेबसाइट छ, गुगलमा गएर तपाईले bodhika.com लेख्नुहुन्छ भने त्यहाँ आउँछ। ठीक छ, सबै सब्जेक्टको हुन्छ, यस अलमोस्ट सबै सब्जेक्टको हुन्छ। अझै जे मनमा डाउट होला, जे पनि छ, टाइम इज नट फिक्स, टाइम फिक्स छ ट्युसडे देखि हुन्छ। मंगलबारदेखि हाम्रो यही ट्युसडे देखि तपाईहरुको क्लासेसहरु चल्छ। अझै पनि केही मनमा डाउट होला भने सर सोध्न सकिन्छ। म चाहिँ तपाईहरुको एकाउन्ट सब्जेक्टको टिचर, मेरो नाम अमित सराफ हो। म लास्ट 10 इयर्स देखि पढाउँदै छु। म एकाउन्ट पढाउँछु बौद्धिकामा। अझै तपाईहरुले जे होला मनमा डाउट तपाईले सोध्नु, हामीले हेर्दै छौं, तपाईहरुको कमेन्ट हामी पढ्दै छौं। अब एसी बुस्टर प्रोग्राममा के हुन्छ त इम्पोर्टेन्ट च्याप्टर ओन्ली हामीले मेन फोकस इम्पोर्टेन्ट च्याप्टरमा गर्छौं। मोडल क्वेशन प्र्याक्टिस गराउने हो, डेली मोडल क्वेशन प्र्याक्टिस गराउँछौं। त्यसपछि एन्सर राइटिङ स्किल तपाईहरुले सिकाउने, एन्सर कसरी लेख्ने। त्यसपछि क्लियर कन्सेप्ट एक्सप्लेनेसन, हामीले कन्सेप्टलाई क्लियर र इजी बनाउँछौं, कन्सेप्टलाई क्लियर र इजी बनाउने। त्यसपछि के हुन्छ, डेली लाइभ क्लासेस हुन्छ, रिकर्डेड भिडियो पनि तपाईले जब पनि चाहनुहुन्छ हेर्न सक्नुहुन्छ। एउटा त हाम्रो पुरा कोर्स कम्प्लिट भएको भिडियो पनि पाउनुहुन्छ, यो लाइभ जुन क्लास चलिरहेछ 15 दिनदेखि 20 दिनको यो पनि पाउनुहुन्छ। तपाईले डबल फाइदा छ। एउटा त कुनै पनि सब्जेक्ट जस्तै इंग्लिशको पढ्नु भइरहेछ, त इंग्लिशको तपाईको अलरेडी कोर्स कम्प्लिट छ, त्यसको भिडियो हेर्न सक्नुहुन्छ। अनि अर्को कुरा के हुन्छ कि यो लाइभ क्लास पनि तपाईले हेर्न पाउनुहुन्छ र त्यसको पनि भिडियो हेर्न सक्नुहुन्छ। त्यसपछि रेडीमेड नोट्स, तपाईले रेडीमेड नोट्स पनि पाउनुहुन्छ। तपाईले के हुन्छ नोट्स पनि पाउनुहुन्छ, सब्जेक्ट वाइज तपाईले के हुन्छ टिचरले आफूले प्रिपेयर गरेको नोट्स दिनुहुन्छ र एन्सर कसरी लेख्ने एक्जाममा तपाईले बताउनुहुन्छ कि तपाईले बेटर भन्दा बेटर गर्न सक्नुहुन्छ। स्ट्र्याटेजी टु सेक्युर ए प्लस, हामीले कसरी ए प्लस लाउन सक्छौं त्यसको बारेमा पनि हामीले डिस्कसन गर्छौं र यसमा हामीले यो कोर्समा राखेको छौं। ल अहिले हामीले यसमा कुन कुन सब्जेक्ट राखेछौं त इंग्लिश, नेपाली, एकाउन्ट्स, सोशल,
सी म्याथ अप्सनल म्याथ यो सब्जेक्टहरू राखेछौँ। केही सब्जेक्टहरू तपाईँले सरप्राइजमा मेबी पाउन सक्नुहुन्छ। अहिले यो सब्जेक्टहरू फिक्स छ, बाँकी सब्जेक्ट जुन छ सरप्राइज छ त्यो तपाईँहरूको लागि, ठिक छ, बोनस हो, ठिक छ। ल अब हाम्रो मोस्ट इम्पोर्टेन्ट कुरा मिट। अब के हुन्छ कि हामी तपाईँलाई हाम्रो सोसल सरको सँग हामीले स्वागत छ। मिट आवर सोसल सर मेघना सर। उहाँ हाइली एक्सपिरियन्स र ट्यालेन्टेड टिचर हुनुहुन्छ। उहाँको पढाएको स्टुडेन्टले हरेक साल A+ लिएर आउँछ। एकचोटि हाम्रो मेघना सरको लागि तपाईँहरूले स्वागत गर्नु। नमस्ते विद्यार्थी भाइ बहिनीहरू, के छ तपाईहरु? एकदम तयारीमा हुनुहुन्छ? एसीको जोस जागरले हैन? तयारीको साथै सायद तपाईहरु तनावमा पनि हुनुहुन्छ है। अब तपाईहरु तनाव छोड्नुस् है, किनकि हामी तपाईहरुको लागि यो बौद्धिकाले स्मार्ट एसी एक्जाम बुस्टर लिएर आइसकेको छ। मेरो नाम मेघनाथ दुबे। म विगत 15 वर्षदेखि एसई का विद्यार्थीहरूलाई पढाउँदै आइरहेको छु र एसीमा सोशल सब्जेक्ट सामाजिक अध्ययन विषय पढाउँदछु। सामाजिक अध्ययन विषयमा कम समयमा 20-25 दिन अर्थात् एकदम सर्ट टाइममा कसरी बेटर गर्न सकिन्छ, कुन कुन च्याप्टर कतिको इम्पोर्टेन्ट रहेछ, कति मार्क्स कुशको लागि कति टाइम दिनुपर्छ र कस्तो लेख्ने तरिका छ, त्यो चाहिँ म चाहिँ बताउने गर्छु। त्यसैले यो हाम्रो बौद्धिकाद्वारा सञ्चालित यो लाइभ क्लासेस जुन तपाईको ट्युजडे नेक्स्ट विकदेखि जुन चलिरहेछ त्यो क्लासमा तपाईहरु जोइन हुनुहोस् र बढीभन्दा बढी सोच्नुभन्दा पनि बढी अचिभमेन्ट ल्याउनुहोस्। एसीमा 4 GPA मा तपाईले सहयोग पाउँछ। तर यहाँ हामी स्पेशली बताउने के हो कि एक्जाम मात्र पढेर हुँदैन है, तपाईहरु सारबडी पढ्दै आउनु भइरहेछ है। कसरी लेख्ने त्यो तरिका, स्मार्ट वर्क र त्यसपछि कुन क्वेशनलाई कति टाइम र तपाईहरुले हामी म चाहिँ आफ्नो सोशल स्टडीमा हैन तपाईको कुन क्वेशन कतिको इम्पोर्टेन्ट रहेछ, कुन च्याप्टर कतिको इम्पोर्टेन्ट रहेछ र कुन च्याप्टरबाट कतिको क्वेशन सोध्छ, त्यसको हाइली चान्सेस क्वेशन हामी पढाउँछौँ र त्यसको केही नोट पनि हामी चाहिँ प्रोभाइड गराउँछौँ र केहीको नोट र केहीको तपाई आफै रेडी गर्नु छ। हामी तपाईले त्यो टेक्निक सिकाउने हो कि कसरी चाहिँ एक्जाममा बेटर गर्ने हो, त्यो चाहिँ गर्छु। र म विगत यो क्लेयामा अर्थात् र अरू पनि लाइभ क्लासेसमा चाहिँ विगत दिनदेखि म चाहिँ एससी का विद्यार्थी भाइ बहिनीहरूलाई सामाजिक अध्ययन तयारी गराउँदै आएको छु। त्यसैले तपाईहरुलाई पनि यो एउटा मौका पाएको छ जसले चाहिँ बौद्धिकाले अल नेपाल भनेको मतलब नेपाल भरिकै विद्यार्थीहरुको लागि एउटा अपर्च्युनिटी ल्याइदिएको छ, जुन चाहिँ यसको नाम नै हो एसी एक्जाम बुस्टर भनेको एउटा डोज जस्तो छ। यसमा तपाईको जति हाम्रो टिचर हुनुहुन्छ यो सबैको एक्सपिरियन्सले तपाईको सोच्नुभन्दा पनि बढी जीपी उठाउन सक्नुहुन्छ। त्यसैले तपाईहरु पनि जोइन हुनुहोस् र अरू पनि साथीहरुले पनि यो बौद्धिकामा जोइन भई यो समयको फाइदा उठाई आफ्नो सोच्नुभन्दा पनि उपलब्धि हासिल गर्नुहोस् भन्दै म तपाईलाई यही भन्दै भन्नुहुन्छ छिटो हरि अप। हाम्रो नेक्स्ट विकदेखि क्लास चलिरहेछ, त्यसमा जोइन हुनुहोस्। ल नमस्ते। गुड इभिनिङ एभ्रिवन। नमस्ते सबैजनालाई है। म तपाईँको इङ्ग्लिस टिचर इट्स मी दीपक खत्री र मैले तपाईँलाई यो एसी बुस्टर क्लासमा इङ्ग्लिस भनेको एक्जाममा अब जो कमजोर विद्यार्थी हुनुहुन्छ उहाँहरूले कसरी पास गर्न सक्नुहुन्छ, कसरी तपाईँले कमसेकम इङ्ग्लिसमा पास गर्ने, जो विक स्टुडेन्ट हुनुहुन्छ पास गर्नै गाह्रो हो, कसरी पास गर्ने त्यो हिसाबले हामी त्यसमा जान्छौँ। जो राम्रै गर्दै आउनुहुन्छ कसरी एक्जाममा A+ नै अचिभ गर्ने त्यसको तयारी के छ भने हामीले यो बुस्टर क्लासको माध्यमबाट तपाईँहरूलाई हामीले हेल्प गर्नेछौँ। स्ट्राटेजीको कुरा गर्ने हो भने मेनली इम्पोर्टेन्ट क्वेसन मानव 1 मार्क्समा सिन प्यासेज हो भने सेकेन्ड पनि सिन, यसरी मतलब कुन कुन क्वेसन इम्पोर्टेन्ट छ हाम्रो, हामी त्यही इम्पोर्टेन्ट क्वेसनहरूलाई के गर्छौँ भने टार्गेट गर्छौँ र टार्गेट गरेको भनेको अहिलेको हिसाबले तपाईँहरूले के छ हार्डभन्दा पनि स्मार्ट स्टडीतिर अब जानुपर्छ। अनि त्यसको लागि तपाईँले हाम्रो केही पोइन्ट्सहरू यहाँ दिएकै छ। एसी एक्जाम स्ट्राटेजीहरू तपाईँले प्लानिङहरू बनाउनुपर्छ, इम्पोर्टेन्ट क्वेसन्सहरूलाई टार्गेट गर्नुपर्छ
त्यो सँगसँगै स्मार्ट स्टडी मैले भनि नै सकेँ, हार्डभन्दा पनि स्मार्ट स्टडी हुनु पर्यो। त्यसपछि हामीले गाइडेन्स भनेको एउटा मैले भन्दा पनि सारा टिचर्सहरूले, मैले तपाईँलाई इङ्ग्लिसमा गाइड गर्ने हो, बाँकी टिचर्सहरूले तपाईँहरूलाई के छ हरेक सब्जेक्टमा हामीसँग भएको एक्सपिरियन्सहरू भनेको पुरानो दिनमा कुन कुन क्वेसन कस्तो आउँथ्यो, त्यसलाई एचिभ कसरी गर्ने र के गर्दाखेरि के छ भने हामीले मार्क्स राम्रो लिएर आउँछौँ भन्ने त्यो प्लानिङको साथ के छ भने हरेक टिचर्सले तपाईँहरूले के गर्छ भने सपोर्ट गर्छ। र यदि तपाईँहरू गभर्मेन्ट स्कुलबाट हुनुहुन्छ, इङ्ग्लिस विक नै छ भने इक्जाममा सर प्यासेजको एन्सर कसरी लेख्ने, राइटिङ सेक्सनलाई कसरी सल्भ गर्ने, ग्रामर सेक्सनलाई कसरी गर्ने, त्यो सारा प्लानिङहरू के छ भने मैले तपाईँहरूलाई यही एससी बुस्टरको क्लासमा भनेको पढ्न तपाईँले सब पढेर आउनुभयो। यो जुन हाम्रो 15 डेज 20 डेज हुन्छ त्यसमा एक्चुअलीमा भनेको कसरी मार्क्सलाई बढाउने र जो कमजोर हुनुहुन्छ उसले कसरी भनेको राम्रो मार्क्स कमसेकम पास गर्न सकोस्, त्यो हिसाबले के छ भने हामीले प्लानिङ गरेका छौँ। ठिक छ, अहिलेसम्मको तपाईँहरूको तयारी राम्रै होला। त्यसमा केही अझ कन्फ्युजन छ भने त्यो पनि हामी यही एससी बुस्टर्स क्लासमा के गर्छौँ भने क्लियर गर्नेछौँ। ल यति भन्दै अहिलेको लागि म बिदा हुन्छु। थ्याङ्क यू सो मच। लगाइदिनु छिटो छिटो आफ्नो नाम बताएर एक्सपिरियन्स। नमस्कार विद्यार्थी भाइ बहिनीहरू, म मेनुका बराल, नेपाली विषयको शिक्षक। विगत 15 वर्षदेखि माध्यमिक तहमा नेपाली विषय शिक्षण गर्दै आइरहेको छु। यहाँहरूलाई छोटो समयमा एससीको तयारी कसरी उत्कृष्ट गर्न सकिन्छ भन्ने योजनाको साथ म यहाँहरूमा उपस्थित भएको छु। यहाँहरूलाई थाहै छ समय हामीसँग एकदम कम छ। यो कम समयमा उत्कृष्ट नतिजा कसरी हासिल गर्न सकिन्छ त? हामीले केही विषयवस्तुहरू तयारी गर्न बाँकी होला, केही विषयवस्तुहरूलाई दोहोरी तेहेरी हामीले तयारी गरिराखेका होलाौँ होइन। अब ती छुटेका विषयवस्तुलाई यति थोरै समयमा चाहिँ हामीले कसरी व्यवस्थापन गरेर अगाडि जाने, फेरि क्वेसन सम्पूर्ण हामीले पुरा गर्नको लागि, सबै कोर्सलाई चाहिँ सक्नको लागि कम समयमा कसरी समय व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, कतिजनाले चाहिँ एससीको तयारी गरिरहँदाखेरि हडबडाएर मेरो त एउटा प्रश्नपत्र नै छुट्यो, 2वटा क्वेसन छुट्यो भन्नुहुन्छ। कक्षामा हुँदा चाहिँ सबै लेख्न सक्ने, हल गर्न सक्ने, अनि इक्जाम हलमा जाने बित्तिकै हडबडाएर डराएर चाहिँ प्रश्नपत्रहरू नै छोडेर आउनुहुन्छ। त्यसैले हामी समय व्यवस्थापन गरेर कसरी चाहिँ सम्पूर्ण प्रश्नपत्रहरूको सही तरिकाले उत्कृष्ट अङ्क ल्याउन सक्ने किसिमले उत्तर लेख्न सक्छौँ त? समय व्यवस्थापनसँगै यहाँहरूलाई चाहिँ उत्कृष्ट नतिजा ल्याउने गरी तयारी गराउने उद्देश्यका साथ हामी उपस्थित भएका छौँ। अब यो छोटो समयमा तपाईँहरूसँग हामी केही दिन रहन्छौँ नै र सकेसम्म सक्दो सहयोग तपाईँहरूलाई गर्ने नेपाली विषयमा चाहिँ म प्रतिबद्धता जनाउँदछु। धन्यवाद। हेलो, हाई, नमस्ते, वेलकम टू बौद्धिका अनलाइन प्लेटफर्म। तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। र म बुझिरहेको छु एकदम मेरो भाइ बहिनीहरूसँग टाइम एकदमको कम रहेको छ र यो कुरा हामीले तपाईँलाई सिकाएको छौँ। सो टाइम एकदम इम्पोर्टेन्ट छ इन आवर लाइफ। सो त्यो तपाईँको टाइम जोगाउनलाई र त्यो केयर गर्नलाई तपाईँहरूको माझ हामी यो लिएर आइरहेको छौँ बुस्टर क्लास। र यो क्लास कतिको इम्पोर्टेन्ट हुनसक्छ भने यो तपाईँलाई फिल हुन्छ टुमोरोदेखि चाहिँ हामी तपाईँको लागि के गर्न खोजिरहेछौँ ओन्ली 15 देखि लिएर 20 डेको भित्रमा। र तपाईँले मात्र हामी त्यो क्वेसन प्रोभाइड गराउँछौँ जुन क्वेसन तपाईँको एसईको लागि मस्ट भिबिआई र मात्र इम्पोर्टेन्स क्वेसन तपाईँहरूको बिचमा हामी डिस्कस गर्छौँ। त्यसकारण आई नो भेरी वेल टाइम धेरै इम्पोर्टेन्ट छ र तपाईँको टाइम सिक्योर होस्, सेफ होस् र तपाईँ राम्ररी पढ्नुहुन्छ। र भोलिदेखि तपाईँको एकदम इम्पोर्टेन्स नोटहरू, इम्पोर्टेन्स क्वेसनहरू र कुन टपिकमा कुन क्वेसन मात्र चाहियो र कति पढिदियो भने तपाईँको इक्जामको काम चल्छ त्यो फुल जिम्मेवारी हामी लिन चाहन्छौँ। र तपाईँ जोड्नुहोस् हामीसँग भोलिदेखि र तपाईँको पुरै कोर्स कम्प्लिट यतिकै दिनमा गराउने र ओन्ली सिलेक्टेड
VVI कोचन, डोन्ट वरी, किनभने हामी तपाईँको लागि यहाँ अलवेज रेडी छौँ। ढुक्क भएर हेर्नुहोस् र त्यही क्वेसन हामी यहाँ चुज गर्छौँ, सिलेक्ट गर्छौँ, जुन क्वेसन तपाईँको इक्जामको लागि एकदम सिलेक्टेड क्वेसन हो है त। त्यस कारणले तपाईँहरू आफ्नो प्रिपेयर गर्दै गर्नुहोस् र म तपाईँको अप्सनल म्याथको टिचर मिस्टर राजेश प्रसाद यादव र म तपाईँको अप्सनल म्याथको हरेक प्रब्लमहरू सल्भ गर्छु र केही गाह्रो पऱ्यो भने तपाईँहरू मजाले मेरो टेक्निकल ग्रुपहरूसँग सहकार्य गर्न सक्नुहुनेछ। सफलता तपाईँको हुनेछ तर सहकार्य हाम्रो रहनेछ तपाईँको भविष्य उज्जवल बनाउनलाई। त्यसैले डोन्ट वरी, टेन्सन लिनु, म भन्दिनँ टेन्सन नलिनु, टेन्सन लिनु, किनभने टेन्सनले नै तपाईँको एउटा सक्सेस र तपाईँको एम एचिभमेन्टमा फोकस गराउँछ। त्यसैले टेन्सन लिनुहोस्, बट पोजिटिभ टेन्सन लिनुहोस्, नेगेटिभ टेन्सन चाहिँ नलिनुहोस्। किनभने जुन टेन्सनले तपाईँको पोजिटिभ हुन सक्छ भने म भन्छु त्यो टेन्सन लिनुहोस् चाहिँ म कसरी A+ ल्याउन सक्छु, म कसरी पास हुन सक्छु, म कुन स्ट्राटेजिक लगाएर पढ्न सक्छु र मेरो कमी कमजोरी कहाँ छ र म कुन कसरी सरसँग डिस्कस गरेँ भने म आफ्नो कमी कमजोरीहरू सुधार्न चाहिँ सक्छु। त्यो टेन्सन तपाईँ लिनुहोस्, किनभने थिङ्क पोजिटिभ, डु पोजिटिभ, आई थिङ्क यु गेट पोजिटिभ। थ्याङ्क यू टु यु अल। भेटौँला भोलिको क्लासमा ओन्ली सिलेक्टेड क्वेसनको साथमा। बाई बाई, सी यू सुन। ल सर ल सुनिरहेछ। नमस्ते स्टुडेन्ट्स, एसईको प्रिपरेसन्स त चलिरहेको होला अहिले एकदम जोरदार होइन, यसमा त केही दुईमा त कुरै छैन। मेरो नाम पवन शर्मा, म सी म्याथ पढाउँछु तपाईँहरूलाई अनि यहाँ विगतको 18 वर्षदेखि कलैयामा म सी म्याथ पढाउँदैछु होइन। अब यहाँको बच्चाहरूलाई त सेवा गरियो, अब मेरो एक्सपिरियन्सको फाइदा तपाईँहरू लिन सक्नुहुन्छ होइन। यो 15 दिनभित्र मात्र, हुन त यो 15 दिनमा त लागिरहेको होला तपाईँहरूलाई कि के न के सिकाइदिन्छौँ हामी, तर विश्वास गर्नुहोस् हामी हालत बिगारिदिन्छौँ म्याथमेटिक्सको। 15 दिनभित्रमा तपाईँ त्यो सिक्नुहुन्छ जुन हामीले वर्षभरिमा नसिकेको होला। यो 15 दिनभित्रमा त्यो ट्यालेन्ट बच्चा होस् त त्यसलाई अझ मोडिफाई गरेर हामी मेकअप गरेर एकदम ह्यान्डसम र ब्युटिफुल बनाइदिन्छौँ भने यो जुन विक होला, जुन बच्चाहरू यो आशामा आएको होला कि मलाई त केही पनि आउँदैन, जिरो लेभल छ, जिरो लेभल पनि छौ भने ग्यारेन्टीको साथ हामी तिमीलाई पासमा लगिदिन्छौँ। हेर यहाँ दुइटै कुराको हामी फाइदा उठाउन सक्छौँ। यहाँ यदि हामी ट्यालेन्ट छौँ, मात्र ट्यालेन्ट भएर पनि हुँदैन, मात्र एन्सर मिलाएर पनि हुँदैन। सी म्याथको तपाईँहरूले हेर्नु भएको होला 1 देखि 16 सम्म जति पनि क्वेसन्सहरू आउँछ त्यो क्वेसन्सहरूको लेख्ने प्याटर्नै फरक छ। अहिलेसम्म त तपाईँहरूको पुरै कोर्सहरू सकेर एकदम पर्फेक्ट भइसक्नुभयो होला, तर लेख्नको लागि पर्फेक्ट हुनुभयो कि भएन, एन्सर सही तरिकाले दिन सकिरहनु भएछ कि छैन, टोटल 75 मा 75 हामी ल्याउन सक्छौँ कि सक्दैनौँ, A+ लाई क्र्याक गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हामी मध्ये धेरै कमै विद्यार्थीहरूलाई थाहा होला। जो टिचर्सको डाइरेक्ट टचमा होला, टिचरसँग बारम्बार कन्सल्ट गरेको होला, तिनीहरूले ल्याउन सक्छ होला, तर जो आफै मनमा नै राखेको होला होइन कि म 75 मा 75 ल्याउन सक्छु, हुनसक्छ उसले कहीँ न कहीँ मिस्टेक गरिरहेको छ। त्यसैले पनि यो क्लासेस जोइन गर्न एकदमै जरुरी छ। र जो बिचरा भगवान भरोसे होला त्यसलाई भगवान भरोसे होइन, अब बौद्धिकाको भरोसे रहनु पर्यो। तिम्रो बौद्धिकाले यस्तो खतरनाक अघिदेखि मैले हेरिरहेको छु, टिचर्स टिमहरू पनि गजब छ होइन। र यो क्लासेसको तिमीलाई अहिले इन्ट्रोडक्सन दिएर थाहा हुँदैन, अहिले जब हाम्रो क्लासेसहरू तपाईँ हेर्नुहुन्छ त्यसपछि तपाईँलाई थाहा लाग्छ कि हो बौद्धिकाले साँच्चीकै एउटा बेटर टिचर्स टिमहरू ल्याएको छ कि के ल्याएको छ। मलाई लाग्छ फर्स्टै क्लासमा चाहे सेकेन्डै क्लासमा तपाईँहरूलाई लाग्न सक्छ कि हो मैले एकदमै आफ्नो जीवनको एकदमै सही डिसिजन गरेको छु मैले बौद्धिकालाई चुज गरेर। किनभने हामी जस्तो टिचर्सहरू होइन 18 वर्षदेखि विगतको कलैयामा अलरेडी हामी पढाइरहेको छौँ, हो कि होइन। अब यसको एक्सपिरियन्सको फाइदा भनेको 15 दिनभित्रमा हामी टु द पोइन्ट पास प्लस बेटर रिजल्ट सबैमा ध्यान दिनेवाला छौँ। हस्त म यतिकै भन्दै म बिदा हुन्छु। हस्त भेटौँला अनलाइन क्लासमा, साफ हामी म्याथमेटिक्सलाई फाडेर राखिदिन्छौँ। धन्यवाद, नमस्कार। नमस्ते डियर स्टुडेन्ट, मेरो नाम अमित सराफ हो। म बौद्धिकाको एकाउन्ट सब्जेक्टको टिचर हो। म लास्ट 10 इयरदेखि लास्ट 10 इयर्सदेखि स्टुडेन्टहरूलाई पढाउँछु एसई +2 ब्याचलरमा। तपाईहरूले के हुन्छ कि एकाउन्टमा कसरी A+ लिएर आउन सक्नुहुन्छ, जो मिडियम रेन्जको स्टुडेन्ट छ कसरी A+ लाउन सक्छ, र जो धेरै विक छ त्यसले कसरी
एभरेज मतलब हुन्छ नि 40+ कसरी लाउन सक्छ हामीले त्यसको बारेमा यो 15 देखि 20 दिनमा हामीले त्यो कुरा गर्छौँ। मेरो पढाएको स्टुडेन्टले न्युमेरिकलमा 1 मार्क पनि कम लिएर आउँदैन, न्युमेरिकलमा फुल लिएर आउँछ। थ्योरीको छ त थ्योरीमा पनि मैले राइमिङ मिलाएर त्यो एन्सर कसरी लेख्ने हो फर्मुला मिलाएर मैले एन्सर लेख्न सिकाउँछु। त्यसपछि डायग्राम बनाएर तपाईले के हुन्छ कि म्याक्सिमम हरेक साल मेरो स्टुडेन्टले मेरो क्लासमा A+ लिएर आउँछ। मलाई पुरा आशा छ जो पहिलादेखि अलिअलि पढेकोलाई त्यो A+ लाउँछ, या मेहनत गर्न सक्छ सधैँको 4 घण्टा 5 घण्टा पढ्छ त्यसले पनि A+ लाउन सक्छ, नत्र पास त कोही रोक्न सक्दैन। यही हो। अब तपाईहरुको कमेन्ट म पढ्दैछु, एकचोटी भन्न सक्नुहुन्छ। म तपाईको थ्यांक यू सो मच पवन सर। ल तपाईहरुको के हुन्छ कि एकाउन्टमा कसरी बेटर भन्दा बेटर गर्न सक्नुहुन्छ हामी त्यसमा फोकस गर्छौं। इच एन्ड एभ्री टिचर इज भेरी मच ट्यालेन्टेड एन्ड एक्सपिरियन्स। सो तपाईले बौद्धिकामा जोइन गर्नुस् र बौद्धिकामा जोइन गरेर तपाईहरुले यो गोल्डन अपर्च्युनिटीको फाइदा लिनुस् है। ल अब त्यसपछि हाम्रो के हुन्छ, अब रियल भ्यालु अब के हुन्छ, अब यो जस्तै कोर्सको रियल भ्यालु हेर्नुहुन्छ भने कति परिहाल्छ त 2000 त टिचर गाइडेन्सले लिन्छ, एक्जाम स्ट्र्याटेजीले 1500, यो सबै जोडेपछि टोटल भ्यालु हाम्रो कति भयो 6000। तर गेस गर्नु यो हामीले कतिमा तपाईहरुको लागि यो कोर्स लिएर आएछौ, कमेन्ट गर्नु यो तपाईहरुको कोर्स हामी कतिमा ल्याएछौ, एकचोटी गेस गर्नु कतिमा यो 6000 त यसको रियल भ्यालु छ। तर हामीले स्पेशली तपाईहरुको लागि हाम्रो मेन मोटिभ छ इच एन्ड एभ्री स्टुडेन्टले यो बौद्धिकाबाट यो फाइदा पाओस्, यो गोल्डन अपर्च्युनिटीको फाइदा लियोस् र म्याक्सिमम भन्दा म्याक्सिमम स्टुडेन्टले राम्रो मार्क लिएर आओस्, त्यसको लागि हामीले यो कोर्स लिएर आएछौँ। तर यो 6000 यसको हामीले कस्ट राखेको छैन, धेरै कम गरेछौँ। कति कस्ट कम गरेको होला गेस गर्नु छ, कति हुन सक्छ? सर साइन्स प्रोभाइड गराइदिनुस् न, साइन्स पनि हुन्छ। केही भने थिए त हामीले तपाईहरुको लागि बोनस राखेछौँ, सबै कुरा रिभिल गरेको छैन, केही तपाईहरुको लागि बोनस पनि छ, पाउँछ। ल कति हुन सक्छ त तपाईहरुको यो हेर्नु, 5000 पनि होइन, 6000 को कोर्स 3000 पनि होइन, यो तपाईहरुलाई के हुन्छ 919 पनि होइन, कतिमा हुन सक्छ त ओन्ली 499। तपाईको जम्मा यो 499 मा यो कोर्स पाइरहेछ। यति भ्यालुएबल कोर्स 6000 को कोर्स तपाईलाई कतिमा पायो? ओन्ली 499 मा। यति सस्तोमा तपाईहरुले पाउँदैछ। तपाईको यो नास्ताको पैसा हुन्छ। तपाईले यो इफ तपाईले जानुहुन्छ त दुईटा मुभी टिकटमा तपाईको यतिको, दुईटा मुभी टिकट बराबरको हामीले यो कोर्स राखेछौँ। तपाईको लाइफमा धेरै भ्यालु एड गर्छ। तपाईले दुईटा मुभी हेर्नुहुन्छ, एक चिजमा त्यो पैसा गयो, 2 जना 3 जना साथीले बसेर एकचोटीमा नास्ता खानुभयो, त्यो पैसा गयो। तर तपाईले यो क्लास गर्नुभयो, तपाईको लाइफमा चेन्ज लाउँछ। त्यसैले यो 499 भनेको मतलब धेरै सिम्पल कुरा हो। यो स्पेशल अफर छ, तर एउटा कुरा ध्यान दिनु, यो स्पेशल अफर ओन्ली लिमिटेड टाइमको लागि हो। त्यसैले तपाईले छिटो भन्दा छिटो हाम्रो यो क्लासेसमा जोइन गर्नु। अब कुरा आयो सर कसरी पेमेन्ट गरे, कसरी जोइन गर्ने, त्यसको लागि हाम्रो अमित सर आउनुहुन्छ, उहाँ हाम्रो आईटी टिमको हेड हुनुहुन्छ, उहाँले नै बताउनुहुन्छ अगाडिको प्रोसेस। नमस्ते सबैजनालाई, मेरो नाम अमित हो, म बौद्धिकाको सिटिओ हो, टेक्नोलोजी डिपार्टमेन्टबाट। सो म तपाईलाई बताउँछु कि तपाईँ कसरी बौद्धिकामा यो पेमेन्ट गर्न सक्नुहुन्छ हैन। यसको लागि तपाईले सबभन्दा पहिला वेबसाइटमा जाने हो। वेबसाइट यहाँ छ ल यो हाम्रो वेबसाइट हो राइट। सो तपाईले तल जानुहुन्छ, यो हाम्रो एउटा प्रिमियम कोर्स भनेर आएको छ, एससी बुस्टर क्लास भनेर। यो तपाईलाई सबै सब्जेक्टहरु यहाँ डिटेल्सहरु पाउनुहुन्छ हैन। जसरी तपाई इनरोल नाउमा क्लिक गर्नुहुन्छ, यो तपाईलाई अर्को पेमेन्ट रिलेटेड पेजमा लिएर जान्छ राइट। अब यहाँ तपाईले 3 तरिकाबाट पेमेन्ट गर्न सक्नुहुन्छ, या त ई सेवा गर्नुस्, या त खल्ती गर्नुस्, या त सिधा बैंक अकाउन्टमा पेमेन्ट गर्नुस्। पेमेन्ट कसरी भेरिफाई हुने हो तपाईको, तपाईले यहाँ के गर्ने हो, सबभन्दा पहिला तपाई यहाँ मोबाइल नम्बर हाल्ने आफ्नो। सपोज मेरो नम्बर मैले हाल्दिए राइट। अब मैले क्युआई सेवा खल्ती चुज गरेँ, मेरो ट्रान्जेक्सन आइडी हुन्छ राइट। तपाईले पेमेन्ट गर्दाखेरि तपाईलाई थाहा होला कि ट्रान्जेक्सन आइडी पनि हुन्छ त्यहाँ। सपोज मेरो ट्रान्जेक्सन आइडी के समथिङ छ राइट, मैले त्यो ट्रान्जेक्सन आइडी हाल्दिएँ राइट। अब तपाईले पेमेन्ट स्क्रिनशट हाल्ने हो। पेमेन्ट स्क्रिनशट कसरी हाल्ने, तपाईले पेमेन्ट गरेर स्क्रिनशट लिने हो कि त यो एउटा अप्सनल पनि छ, ठीक छ। हामी पेमेन्ट ट्रान्जेक्सन आइडीले भेरिफाई गरिहाल्छौँ। तपाईँ सपोज म एउटा पेमेन्टको स्क्रिनशट यहाँ राखेको छु
राइट। सो हेर्नुहोस् यहाँबाट तपाईँले ट्रान्जेक्सन आइडी मेन्सन छ होइन, ट्रान्जेक्सन एमाउन्ट छ मेन्सन छ, त यो ट्रान्जेक्सन आइडी तपाईँको माथि कपी गरेर यहाँ पेस्ट गरिदिने हो बस। ठिक छ, तपाईँ यहाँ अर्डर समरी सबै कुरो हेर्न पाउनुहुन्छ, टोटल कति हो, सिधा सबमिटमा क्लिक गरिदिने हो। सबमिट भयो, पेमेन्ट तपाईँको सबमिट भइसक्यो। अब यो हाम्रो एडमिन टिम कहाँ जान्छ, एडमिन टिमले भेरिफाई गर्छ र 5 देखि 10 मिनटको भित्र तपाईँलाई कोर्सको एक्सेस पाइहाल्छ र तपाईँ यसको स्ट्याटसहरू यहाँबाट हेर्न सक्नुहुन्छ। आफ्नो प्रोफाइल खोल्ने हो, प्रोफाइलभित्र तपाईँको कोर्सको स्ट्याटस हेर्नु, यहाँ अहिले रिभ्यूमा छ, यो पेन्डिङ छ। एडमिनले हाम्रो एडमिनले हेर्छ, हेरेर तपाईँको कोर्सलाई भेरिफाई गरिदिनु। भेरिफाई गर्ने बित्तिकै तपाईँ जब ड्यासबोर्डमा जानुहुन्छ होइन, ड्यासबोर्डमा जाने बित्तिकै तपाईँलाई यो एक्सेस पाइहाल्छ। बुस्टर क्लासको तपाईँको सिधा एक्सेस पाउँछ, तपाईँ भित्र छिरेर मजाले लाइभ क्लास र रेकर्डेड क्लासहरू हेर्न सक्नुहुन्छ। अपार्ट फ्रम द्याट लाइक सबै तपाईँहरू मेहनत गर्नु भइरहेछ, आई विस राम्ररी मेहनत गर्नुहोस् र बौद्धिकाले पनि धेरै मेहनत गरिरहेछ तपाईँहरूको लागि। आई विस सबैजना सफल हौ होइन। सो द्याट्स अल फ्रम माई साइड। सो थ्याङ्क यू एभ्रिवान। ल थ्याङ्क यू एभ्रिवान। यो हाम्रो कोर्स लिमिटेड अफरको लागि 499 मा छ। सरले बताउनु भयो कसरी पेमेन्ट गर्ने, त तपाईँले यसरी पेमेन्ट गरेर हाम्रो क्लासमा जोइन गर्न सक्नुहुन्छ। यो तपाईँहरूको लागि पेमेन्टको लागि फुल भिडियो चाँडै आउँछ, भोलि पछिसम्म। अनि एउटा के हुन्छ कि पेमेन्टको लागि हामीले एउटा सेपरेट भिडियो बनाउँछौँ अनि त्यो भिडियोलाई हामी वेबसाइटमा पनि हालिदिन्छौँ। तपाईँले टेन्सन लिनु पर्दैन, तपाईँले यो पेमेन्ट गर्ने तरिका बुझ्नुभयो भने ओके छ, नत्र हामीले भोलि बिहानसम्म हाम्रो एउटा पेमेन्ट कसरी गर्ने त्यसको भिडियो पनि हामी हाल्छौँ। भेरिफाई छ, कम्पनी रेजिस्टर छ, पुरा भेरिफाई छ तपाईँले। ल थ्याङ्क यू। ल तपाईँहरूको लागि आज यतिकै छ। तपाईँहरूलाई आई होप हामीले तपाईँले छिटोभन्दा छिटो हामीले लाइभ क्लासमा हेर्छौँ। अनि अर्को कुरा के हुन्छ, तपाईँहरूले एकचोटि के हुन्छ मोस्ट इम्पोर्टेन्ट कुरा म भन्छु तपाईँहरूलाई, यो जुन टाइम छ यसलाई कसरी 100% युटिलाइज गर्न सकिन्छ त्यसमा हामीले फोकस गर्छौँ। अनि तपाईँले त्यही 499 भनेको धेरै कम पैसा भयो, तपाईँले यो नास्ताको पैसा हो, तर त्यसले तपाईँको लाइफमा धेरै इम्प्याक्ट गरिरहेछ। तपाईँले त्यो पैसालाई कहाँ खर्च गर्नु भइरहेछ त्यसले म्याटर गर्छ। त्यसैले म भन्छु यो जुन 499 छ तपाईँले पढाइमा खर्च गर्नु। अनि यो पढाइले यो खर्च नभनेर के बुझ्नु, इन्भेस्टमेन्ट हो। तपाईँले इन्भेस्टमेन्ट गर्नु, यसको रिटर्न लिनु। तपाईँ म यति भन्छु र छिटोभन्दा छिटो क्लासमा जोइन गर्नु। हाम्रो क्लास छिटो ट्युसडेदेखि मङ्गलबार, यही मङ्गलबारदेखि क्लास स्टार्ट हुँदैछ। लिमिटेड सिट छ, तपाईँले छिटोभन्दा छिटो क्लासमा जोइन गर्नु, नत्र यो 499 लिमिटेड स्टुडेन्टहरूको लागि फी पनि बढ्न सक्छ। त्यसैले प्लिज तपाईँहरूले छिटोभन्दा छिटो जोइन गर्नु होला। ल थ्याङ्क यू एभ्रिवान। ल कहिलेदेखि हुन्छ, मङ्गलबारदेखि हुन्छ। सर नेपाली मिडियममा हुँदैन सर, अनि दुवै मिडियममा हुन्छ, हाम्रो नेपाली र इङ्ग्लिस दुवै मिडियममा हुन्छ। कुनै पनि च्याप्टर हुन्छ, तपाईँले टेन्सन लिनु पर्दैन, दुवै स्टुडेन्टको लागि हुन्छ है। हामीले सबै स्टुडेन्टलाई फोकस गरेछौँ। अझै केही मनमा डाउट होला भने सर भिडियो पेमेन्ट गर्नको पैसाको लागि हामी आज या भोलि बिहानसम्म तपाईँको त्यो भिडियो आउँछ। पेमेन्टको लागि तपाईँले के गर्ने, एउटा नम्बर छ, अब त्यसमा पनि तपाईँले यो यहाँ छ हाम्रो बौद्धिकाको। केही पनि तपाईँले प्रब्लम भयो यो नम्बरमा तपाईँले यो हाम्रो बौद्धिकाको अफिसियल नम्बर हो। केही पनि तपाईँलाई प्रब्लम भयो तपाईँले यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। फीको पेमेन्ट गर्नु छ यही नम्बरमा तपाईँले एकचोटि कुरा गर्नु। तपाईँ सर आज नि पेमेन्ट गर्नुपर्छ होइन, तपाईँले भोलि पनि पेमेन्ट गर्दा हुन्छ। प्री बुकिङ छ अहिले, तपाईँले भोलि पेमेन्ट मजाले गर्नु, तपाईँको पेमेन्ट हुन्छ र क्लास तपाईँको बुक हुन्छ। यो हाम्रो के हुन्छ कि स्पेसल अफर छ लिमिटेड स्टुडेन्टको लागि। तपाईँले जति छिटो पेमेन्ट गरेपछि स्क्रिनसट राख्नु होला। त्यो जोइन कसरी गर्ने सबै हाम्रो यो नम्बर हाम्रो सरले नै गराउनुहुन्छ। तपाईँले त्यसको टेन्सनै लिनु, तपाईँले पेमेन्ट गर्नु, स्क्रिनसट लिनु, बाँकीको प्रोसेस हाम्रो टिमले नै तपाईँले सहज गर्ने हो। ठिक छ। टाइम हाम्रो मोर्निङ र इभिनिङ दुवैमा चल्छ, हुन्छ। टाइमको पनि हामीले सेड्युल वेबसाइटमा पनि हाल्छौँ, फेसबुक पेजमा पनि राख्छौँ। तपाईँहरूले हाम्रो फेसबुक पेज बौद्धिकालाई फलो गर्नु। तपाईँले फेसबुकमा पनि हाम्रो पेज छ, टिकटकमा पनि छ, इन्स्टामा पनि पेज छ, चारैतिर छ, सबलाई फलो गर्नु, तपाईँले अपडेट पाइरहन्छ। ठिक छ।
ल थ्याङ्क यू सो मच एभ्रिवान। हामी आशा गर्दैछौँ तपाईँहरूले एउटा अझै कुरा म भन्छु कि तपाईँहरू आफै जोइन हुनु र तपाईँको जति साथीहरू छ उहाँहरूलाई पनि यो गोल्डन अपर्च्युनिटी दिनु, उहाँहरूलाई पनि जोइन गराउनु। म चाहन्छु कि तपाईँहरूको साथी पनि पास होस्, तपाईँको साथी पनि पास होस्, जति फ्यामिली रिलेटिभ्स कोही गार्जियन पनि हेरिरहेछ भने आफ्नो साथी भाइ बहिनी छोराछोरी जसले पनि छ एसी दिइरहेछ यो भिडियो तपाईँले यो कुरा तिनीहरूलाई सेयर गर्नु, उहाँहरूले पनि यो क्लासमा जोइन होस् भनेर। ल थ्याङ्क यू एभ्रिवान। केही पनि प्रब्लम भए यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। ल थ्याङ्क यू एभ्रिवान। मोर प्र्याक्टिस मोर कन्फिडेन्टले मात्र हुँदैन हजुर, कन्सेप्ट बुझ्नुपर्छ। कन्सेप्ट बुझ्नका लागि बुझेपछि कन्फिडेन्ट आफै बढ्दै जान्छ। नमस्ते, मेरो नाम सना छात्र, म कक्षा 12 पढ्छु। आजभोलिको लागि जति पढे पनि मात्र कोर्स कम्प्लिट गरिरहेको छु, प्र्याक्टिस हुन सकिरहेको छैन। यस समस्याको समाधान राम्रो बौद्धिक आइसकेको छ, जुन हामी विद्यार्थीहरूको लागि निकै ठुलो अवसर हो। कम्तीमा 1 महिनादेखि म क्लास जोइन गर्दै आइरहेको छु। क्लास जोइन गर्नुभन्दा अगाडि मेरो एकाउन्ट र इङ्ग्लिसमा धेरै प्रब्लम थियो, तर क्लास जोइन गरेपछि समस्याहरू समाधान हुँदै गइरहेको छ। किनभने यसमा लाइभ क्लासेस, रिकर्डेड भिडियो र नोटले मेरो समस्याहरू समाधान हुँदै गइरहेको छ। यहाँका शिक्षकहरू 15 वर्षदेखि 18 वर्षका एक्सपिरियन्स हुनुहुन्छ, साथैमा फ्रेन्डली पनि हुनुहुन्छ। यसमा भएका समस्याहरू सजिलैसँग सोध्न पनि सक्नुहुन्छ। हजुरहरू पनि निशुल्क हुनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस् र बौद्धिका.com मा जोइन हुनुहोस्। थ्याङ्क यू।